थोरै समय यता दिनुभयो भने तपाईँको समय खेर जाँदैन है त। तपाईँ बाइक, स्कुटर, कार केही चलाउनुहुन्छ? यदि चलाउनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनभने यो तपाईँको आफ्नै भोगाइ पनि हुनसक्छ, घर परिवार साथीभाइको भोगाइ पनि हुनसक्छ। म बुटोल भैरहवा आसपासको वास्तविक घटना तपाईँहरूमा साझा गर्दैछु। तपाईँ पनि यही क्षेत्रकै हुनुहुन्छ भने त झन् यो भिडियो नछुटाइ हेर्नुहोला। चालक चाहे तपाईँ व्यक्तिगत सवारीको क्रममा हुनुहुन्छ वा सार्वजनिक जुनसुकै, चालक साथीहरूले छुटाउनै नहुने वास्तविक घटना तपाईँहरूमाझ राख्दैछु। यसले तपाईँको मनमा वास्तविकता ताजा बनाउँछ, किनभने तपाईँ पनि यस्तो घटनाबाट टाढा वा अपरिचित पक्कै हुनुहुन्न। सडकमा यत्रतत्र छाडिएका पशु चौपाया र तिनले निम्ताउन सक्ने मानवीय र भौतिक क्षतिको गम्भीर्यता सोचेभन्दा धेरै माथि छ। यस्तै एउटा वास्तविक घटना आज म तपाईँसँग सेयर गर्दैछु। कति पनि अल्छी नमानी अन्तिमसम्म हेर्नुहोस् है त। दिनभर सँगै बसेर साँझपख करिब 7 बजेतिरको मिरमिरे साँझमा घर जान्छु भनी भर्खर छुटेर गएको साथीको नामबाट एक्कासी फोनको घन्टी बज्यो। फोन उठ्नसाथ, दाइ म नराम्रोसँग लडेँ यार, झ्याप्पै गाई अगाडि आयो, बाइकको अगाडिको भाग केही बाँकी छैन, गाई बाटोमै लडेको छ यार, चल्दैन, मेरो शरीर पनि धेरै दुखेको छ, कता कता रगत पनि आइरहेको छ, घर नजिकै भएकाले साथीलाई फोन गरेर नजिकैको क्लिनिकमा आएको छु, तनाव भयो यार। यति भन्दै गर्दा साथीले थप्यो, ठुलो कालबाट बस्यो दाइ, धन्न हेलमेटले बचायो यार। यति सुन्दै गर्दा मेरो मन पनि चिसो भयो, धड्कन पनि बेस्मरी बढ्यो। त्यसपछि उसको अवस्था बुझ्न लागे। साथी र घर परिवारसँग बुझ्दा अवस्था मध्यम रहेछ। चोट लागे पनि गम्भीर नरहेको थाहा पाएँ। भगवानलाई धन्यवाद दिए अनि साथीलाई सान्त्वना। एकछिनपछि फेरि फोन आयो, दाइ गाई त मरेछ यार, साह्रै नराम्रो लाग्यो, कस्तो नसोचेको भयो। दुवैजनाले गाईको आत्माको शान्तिको कामना गरियो। साथी अर्को दिन कुमको मासु थिचिएको बाहेक सम्पूर्ण चेक जाँचको रिपोर्ट सामान्य आएपछि केही पत्ता औषधि लिएर घरतर्फ लाग्यो र आफ्नो छेदविच्छेद मोटरसाइकल वर्कसपमा लगेर बनाउन छाडिदियो। यो एउटा प्रतिनिधि घटना मात्र हो। तपाईँ पनि कुनै न कुनै दिन यसको प्रत्यक्ष मारमा पर्न सक्नुहुन्छ। सडकमा छाडिएका छाडा जनावरहरूले समाज, यातायात र जनस्वास्थ्यमा धेरै किसिमका असर पार्न सक्छन्। जस्तै सडक दुर्घटना, गाई, भैँसी, कुकुर जस्ता जनावरहरू अचानक सडकमा आउँदा सवारी दुर्घटना हुने जोखिम बढ्छ। विशेष गरी राति वा पानी परेको बेला त झन् यस्तो खतरा बढी हुन्छ। यसले ट्राफिक अवरोध पनि सिर्जना गर्दछ। छाडा जनावरले फोहोर खान्छन् र रोग फैलाउन सक्छन्, जसले जनस्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ। दुर्घटना, उपचार खर्च र सवारी साधनको क्षतिले आर्थिक भार पनि बढाउँछ। अब जनावरकै पीडा त आफ्नै ठाउँमा छ, छाडा जनावरहरू आफै पनि दुर्घटनामा पर्छन्, भोक, रोग र चोटका कारण कष्टकर जीवन भोग्न बाध्य छन्। अब यसलाई कसरी समाधान गर्न सकिएला त? यी समाधानका उपाय उपयुक्त हुन सक्छन् है। पशु दर्ता र नियन्त्रण यो पालिका स्तरबाट नै गर्नु पर्यो। छाडा पशु सङ्कलन र सुरक्षित व्यवस्थापन गर्नु पर्यो। पशुपालकलाई पनि कडाइका साथ नियम लागू गर्नु पर्यो। दुध दिँदासम्म, काम गर्न सक्दासम्म पाल्ने राख्ने, त्यसपछि छाडिदिने, यो बन्द हुनु पर्यो। पशु आश्रय केन्द्र, सेल्टर स्थापना गरेर छाडा पशु चौपायाको व्यवस्थापन गर्नुपर्ने देखिन्छ। अब हामी भिडियोको अन्त्यमा पुग्यौँ है त। अब यसको निष्कर्ष मैले के निकालेँ भन्दा, सडकमा छाडिएका पशु चौपाया सानो समस्या मात्र होइन, ठुलो दुर्घटना र आर्थिक नोक्सानीको कारण बन्न सक्छन्। त्यसैले व्यक्तिगत जिम्मेवारी र सरकारी व्यवस्थापन दुवै अत्यावश्यक छन् भन्ने मेरो ठम्याइ हो। भिडियो मन पर्यो भने सेयर गरौँ र आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा लेखौँ है त। धन्यवाद।